आज मिति 2082 साल मङ्सिर महीनाको 9 गते मङ्गलबार, तदनुसार नोभेम्बर 25 तारिक 2025। प्रस्तुत छ आजको राशिफल। नमस्कार, म स्वागत छ सदा चाहिँ आज पनि यहाँहरूमाझ यहाँहरूकै राशिफल र आजको दिनको विस्तृत जानकारी सहित म उपस्थित भइसकेको छु, आचार्य विष्णुदेव। कृपया आफ्नो राशि अवश्य पनि कमेन्ट गर्नुहोला, तपाईको राशि कुन हो, र च्यानललाई सब्स्क्राइब गरिराख्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभयो भने आगामी दिनमा पनि तपाईले आफ्नो राशिफल र दिनको बारेमा विस्तृत जानकारी समयमा नै प्राप्त गर्न सक्नुहुनेछ। तसर्थ च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला, साथै भिडियोलाई एक लाइक अवश्य पनि गरिदिनुहुनेछ। कृपया भिडियोलाई लाइक गर्न भने कति पनि कन्जुस्याइ गर्नुहुने छैन। छेउमा रहेको लाइकको बटनलाई एकपटक अवश्य पनि छोइदिनुहोला। तपाईले गरेको एक लाइकले अन्य व्यक्तिसम्म यो सामग्री पुग्नेछ, तसर्थ अवश्य पनि एक लाइक गरिदिनुहुनेछ। यो निवेदनको साथमा यदि तपाईले ज्योतिषसँग सम्बन्धित रहेर आफ्नो जीवनको बारेमा, भविष्यको बारेमा, विदेश यात्राको बारेमा, अध्ययन अध्यापनको बारेमा, परिवारको बारेमा, सम्बन्धको बारेमा, स्वास्थ्यको बारेमा यी र यस्ता विविध विषयहरूमा कुनै पनि प्रकारको जिज्ञासा छ अथवा समस्या परेर समाधान खोज्दै हुनुहुन्छ भने कृपया डिस्क्रिप्सनमा दिएको सम्पर्कको माध्यमहरूद्वारा हामीसँग सम्पर्कमा आएर तपाईले सजिलै समाधान प्राप्त गर्न सक्नुहुनेछ। यो निवेदनको साथमा अब भने आउनुहोस् पहिले आजको दिनको बारेमा चर्चा गरौँ र त्यसपछि म यहाँहरूको राशिफल निवेदन गर्नेछु। आज मिति 2082 साल मङ्सिर महिनाको 9 गते मङ्गलबार, तदनुसार नोभेम्बर 25 तारिक 2025। आज विवाह पञ्चमी पर्व रहेको छ। जनकपुरमा सीता विवाह पञ्चमी मेला लाग्नेछ। आबाल ब्रह्मचारी षडानन्द जयन्ती दिवस पनि रहेको छ आज। र आज अग्नि जुरेका छन्। सिद्धार्थी नामको संवत्सर चलिरहेको छ। रवि दक्षिणमा छन्। हेमन्त ऋतु हो। मार्गशीर्ष शुक्ल पक्ष पञ्चमी तिथि 31 घडी 47 पला रहेको छ, जो बेलुका 7:16 रहनेछ र तत्पश्चात षष्ठी प्रारम्भ हुनेछ। त्यस्तै उत्तर साढा नक्षत्र 37 घडी 13 पलाको रहेको छ, जो बेलुका 9:27 रहनेछ र तत्पश्चात श्रवण नक्षत्र प्रारम्भ हुनेछ। गण्डयोग रहेको छ 12 घडी 41 पलाको र बबकरण रहेको छ 0 घडी 51 पला र तत्पश्चात बालवकरण प्रारम्भ हुनेछ। सूर्य वृश्चिक राशिमा छन्, देवगुरु कर्कट राशिमा छन् भने चन्द्रमा आज मकर राशिमा रहनेछन्। आजको दिनको फलको कुरो गर्दा बिहान 6:34 देखि 7:53 रोग बेलाको समय रहनेछ भने बिहानको 7:53 देखि 9:12 समय उद्वेग बेलाको रहनेछ। त्यस्तै बिहानको 9:12 देखि 10:31 समय चर बेलाको रहनेछ भने बिहानको 10:31 देखि 11:50 समय लाभ बेलाको रहनेछ। त्यस्तै दिनको 11:50 देखि 1:09 समय अमृत बेलाको रहनेछ भने दिनको 1:09 देखि 2:28 समय काल बेलाको रहनेछ। त्यस्तै दिनको 2:28 देखि 3:47 समय शुभ बेलाको रहनेछ भने दिनको 3:47 देखि साँझको 5:06 समय रोग बेलाको रहनेछ। यी त थिए आजको दिनको बारेमा विस्तृत जानकारी। अब भने तपाईहरूको राशिफलको पालो भइसकेको छ। कृपया आफ्नो राशि अवश्य पनि कमेन्ट गर्नुहोला। तपाईको राशि कुन हो अवश्य पनि कमेन्टमा लेख्नुहुनेछ। साथै च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभयो भने आगामी दिनमा पनि आफ्नो राशिफलसँगै दिनको बारेमा विस्तृत जानकारीहरू सठिक र समयमै प्राप्त गर्न सक्नुहुनेछ। साथै भिडियोलाई एक लाइक अवश्य पनि गरिदिनुहोला। तपाईले गरेको एक लाइकले अन्य व्यक्तिसम्म यो सामग्री पुग्नेछ। तसर्थ भिडियोलाई लाइक गर्न भने कति पनि यहाँले कन्जुस्याइ गरिदिनुहुने छैन। तपाईले गरेको एक लाइकले अन्य व्यक्तिसम्म यो सामग्री सजिलै पुग्नेछ। तसर्थ कृपया भिडियोलाई एक लाइक भने अवश्य गरिदिनुहोला। छेउमा रहेको लाइकको बटनलाई अहिले नै तपाईले छोइदिइहाल्नुहुनेछ। साथै यदि तपाईलाई ज्योतिषसँग सम्बन्धित रहेर आफ्नो जीवनको बारेमा, भविष्यको बारेमा, विदेश यात्राको बारेमा, स्वास्थ्यको बारेमा, सम्बन्धको बारेमा, परिवारको बारेमा, प्रेमको बारेमा, पढाइ लेखाइ, नोकरी आदि यस्ता विविध विषयहरूमा कुनै पनि प्रकारको जिज्ञासा छ अथवा समस्या परेर समाधान खोज्दै हुनुहुन्छ भने कृपया डिस्क्रिप्सनमा दिएका सम्पर्कका माध्यमहरूद्वारा हामीसँग कुनै पनि बेला सम्पर्कमा आएर तपाईले सजिलै समाधान प्राप्त गर्न सक्नुहुनेछ। यो निवेदनको साथमा अब भने आउनुहोस् राशिफलतर्फ प्रवेश गरौँ। पहिलो राशि मेषबाट। मेष राशि हुने महानुभावहरूको लागि आजको दिन काममा कडाई र नियम पालनको माग बढी हुने खालको दिन देखिएको छ। दृढताले निर्णय लिने मौका यहाँलाई मिल्नेछ। पारिवारिक जिम्मेवारी पनि बढ्ने सङ्केत प्राप्त हुनेछ। आर्थिक हिसाब किताबमा सावधानी आवश्यक देखिएको छ। दृढता नै सफलताको पहिलो सूत्र हो। तसर्थ दृढताका साथ अगाडि बढ्न सक्नुभयो भने आजको दिन राम्रै रहनेछ मेष राशि हुने महानुभावहरू।
त्यस्तै अघिल्लो राशि रहेको छ दोस्रो राशि वृष राशि। वृष राशि हुने महानुभावहरूको लागि आजको दिन विद्या तालिम वा नयाँ ज्ञानमा मन जाने खालको योग परेको छ। गुरु वा अनुभवी व्यक्तिको सहयोगबाट फाइदा मिल्ने खालको योग रहेको छ। घर परिवारमा भावनात्मक न्यानोपन पनि आज बढेर जाने देखिएको छ। सिकाइ नै भविष्यको आधार हो, तसर्थ हरेक कुरामा जिज्ञासु भएर सिक्ने प्रयास गर्नुहोस्। अवश्य पनि आजको दिन राम्रै रहनेछ वृष राशि हुने महानुभावहरूको लागि। त्यस्तै अघिल्लो राशि रहेको छ तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूको लागि आजको दिन अचानक खर्च बढ्न सक्छ। चन्द्रमाको स्थितिका कारण मन केही चिन्तित बन्ने सम्भावना पनि बलियो देखिएको छ। दृढ निर्णयले समस्या भने तपाईँले समाधान गर्न सक्नुहुनेछ, तसर्थ निर्णय गर्दा दृढताका साथ गर्नुभयो भने आज राम्रै रहनेछ। मन बलियो भयो भने समस्याले आफै हार मान्दछ। मनलाई डरो बनाउनुहोस्, आजको दिन राम्रै रहनेछ मिथुन राशि हुने महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ चौथो राशि कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूको लागि आजको दिन बृहस्पति शुभ स्थानमा हुँदा पारिवारिक मद्दत तपाईँले प्राप्त हुनेछ। भावनात्मक सान्त्वना र सहयोग पनि मिल्ने खालको योग परेको छ। पुराना कामलाई पुनः व्यवस्थित गर्नको लागि आज राम्रो अवसर प्राप्त हुनेछ। परिवार तपाईँको शक्ति हो। परिवारप्रति समय थोरै प्रदान गर्नुभयो भने आजको दिन राम्रै रहनेछ कर्कट राशि हुने महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ पाँचौँ राशि सिंह राशि। सिंह राशि हुने महानुभावहरूको लागि आजको दिन काममा कडाइ बढेर जाने खालको सङ्केत देखिएको छ, तर जिम्मेवारी पुरा गर्दा सम्मान तपाईँलाई प्राप्त हुने खालको योग पनि रहेको छ। स्वास्थ्यमा सामान्य थकानले सताउन सक्ने देखिएको छ। ध्यान र विश्राम आवश्यक हुन सक्छ। शान्त मनभन्दा ठुलो अरू केही शक्ति छैन। मनलाई शान्त राख्ने प्रयास गर्नुहोस्, आजको दिन राम्रै रहनेछ सिंह राशि हुने महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ छैठौँ राशि कन्या राशि। कन्या राशि हुने महानुभावहरूको लागि आजको दिन सन्तान वा पढाइ सम्बन्धी विषयमा सकारात्मक परिणाम प्राप्त हुने खालको योग रहेको छ। आर्थिक सुझबुझले फाइदा दिलाउने खालको समय रहेको छ। सम्बन्धमा समझदारी कायम राख्नु आज तपाईँको लागि राम्रो हुनेछ। सजगता नै समृद्धिको बाटो हो। सजग भएर अगाडिका पाइलाहरू बढाउनुहोस्, अवश्य पनि आजको दिन राम्रै रहनेछ कन्या राशि हुने महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ सातौँ राशि तुला राशि। तुला राशि हुने महानुभावहरूको लागि आजको दिन घर परिवारको जिम्मेवारीमा बढी समय बित्ने खालको योग परेको छ। काम ढिलो गतिमा भए पनि परिणाम भने राम्रो आउने खालको योग रहेको छ। भावनालाई नियन्त्रण गर्न आज आवश्यक हुन सक्छ। शान्ति भित्रैबाट सुरु हुँदछ। आफैलाई शान्त राख्नुहोस्, बाहिरको वातावरण आफै शान्त बन्दै जानेछ तुला राशि हुने महानुभावहरू आजको दिन। त्यस्तै अघिल्लो राशि रहेको छ आठौँ राशि वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरूको लागि आजको दिन सूर्य शुभ प्रभावमा छ। आत्मबल बढ्ने खालको योग रहेको छ। नयाँ काम प्रारम्भ गर्न आज उपयुक्त दिन रहेको छ। व्यक्तित्व प्रभावशाली बन्ने खालको योग रहेको छ। आज आत्मबल हो भने असम्भव केही हुँदैन। आत्मबल साथमा कायम राख्नुहोस्। आत्मबललाई तपाईँले जीवित राख्न सक्नुभयो भने असम्भव भन्ने कुरा केही पनि हुँदैन। तसर्थ आत्मबललाई राम्ररी सजग बनाएर धारण गर्न सक्नुभयो भने सजग बनेर धारण गर्न सक्नुभयो भने आजको दिन राम्रै रहनेछ वृश्चिक राशि हुने महानुभावहरूको लागि। त्यस्तै अघिल्लो राशि रहेको छ नवौँ राशि धनु राशि। धनु राशि हुने महानुभावहरूको लागि आजको दिन अनावश्यक चिन्ता वा मानसिक तनाव बढ्न सक्ने देखिएको छ। आध्यात्मिक अभ्यास वा ध्यानले राहत मिल्ने खालको योग रहेको छ। आर्थिक निर्णय सोचेर मात्र लिनु आज तपाईँको लागि राम्रो हुनेछ। चिन्ता होइन, विश्वासले जीवन चल्दछ। तसर्थ चिन्तालाई जति सक्दो चाँडै त्याग्नुभयो भने राम्रो हुनेछ आजको दिन धनु राशि हुने महानुभावहरूले। त्यस्तै अघिल्लो राशि रहेको छ दशौँ राशि मकर राशि। मकर राशि हुने महानुभावहरूको लागि आजको दिन चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास बढेर जाने खालको योग परेको छ। नेतृत्व क्षमता पनि बलियो हुने खालको योग रहेको छ। करियरमा नयाँ अवसर देखा पर्न सक्छ र पुराना मित्रहरूसँग पुनर्मिलनको पनि राम्रो योग परेको छ। आजको दृढ कदमले भोलि उज्यालो बनाउँदछ। तसर्थ आफ्ना पाइलाहरूलाई दृढताका साथ अगाडि बढाउनुहोस्, निश्चय पनि आजको दिन राम्रै रहनेछ मकर राशि हुने महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ 11औँ राशि कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूको लागि आजको दिन पुराना काम फर्च्युट गर्नको लागि अथवा पुरानो कामलाई जो अल्झेर बसेका थिए तिनीहरूलाई आज सम्पन्न गर्नको लागि राम्रो योग परेको छ। कानुनी वा कागजी काममा प्रगति हुने खालको योग पनि रहेको छ। लामो समयदेखि अल्झिएको विषय समाधानतर्फ उन्मुख हुने देखिएको छ आज। तसर्थ पुराना कामहरूलाई पुनः सुचारू गर्नको लागि राम्रो योग रहेको छ आज। धैर्य राख्नेले सधैँ जित हासिल गर्दछ। धीर भएर अगाडि बढ्नुहोस्, आजको दिन राम्रै रहनेछ कुम्भ राशि हुने महानुभावहरू। त्यस्तै अघिल्लो राशि रहेको छ 12औँ राशि अर्थात् अन्तिम राशि मीन राशि। मीन राशि हुने महानुभावहरूको लागि आजको दिन मित्रता, सहयोग र समूहमा काम गर्ने अवसर प्राप्त हुने देखिएको छ। आर्थिक सरलता
मा केही सुधार भएर जाने पनि योग परेको छ। मनोकामना बिस्तारै पुरा हुँदै जाने सङ्केत आज तपाईँलाई प्राप्त हुने खालको योग रहेको छ। परिवारलाई केही समय प्रदान गर्नु आज तपाईँको लागि राम्रो हुनेछ। सकारात्मक सोच जीवनको प्रकाश हो। आफ्नो सोचलाई सधैँ सकारात्मक राख्नुहोला। आजको दिन निश्चय पनि राम्रै रहनेछ मीन राशि हुने महानुभावहरूको लागि। यी त थिए राशिले गरेका सङ्केतहरू। राशि ज्योतिषको अत्यन्त स्थूल गणना हो। तसर्थ सकारात्मक नकारात्मक राशिफलले जे जस्तो योग प्रदान गरे तापनि, फल प्रदान गरे तापनि तपाईँले सकारात्मक सोच र सत्कर्मका साथ अगाडि बढ्नुभयो भने निश्चय पनि आज नभए भोलि यहाँलाई सफलता हात लाग्ने नै छ। साथै तपाईँलाई ज्योतिषसँग सम्बन्धित रहेर आफ्नो जीवनको बारेमा, भविष्यको बारेमा, परिवारको बारेमा, प्रेमको बारेमा, सम्बन्धको बारेमा, स्वास्थ्यको बारेमा यी र यस्ता विविध विषयहरूमा कुनै पनि प्रकारको जिज्ञासा छ र समस्या परेर समाधान खोज्दै हुनुहुन्छ भने कृपया डिस्क्रिप्सनमा दिएका कुनै पनि माध्यमद्वारा हामीसँग सम्पर्कमा आएर तपाईँले समस्याको समाधान प्राप्त गर्न सक्नुहुनेछ। कृपया भिडियोलाई एक लाइक अवश्य पनि गरिदिनु होला। तपाईँले गरेको एक लाइकले अन्य व्यक्तिसम्म यो सामग्री सजिलै पुग्नेछ। साथै च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभयो भने आगामी दिनमा पनि समयमा नै सठिक जानकारी तपाईँले आफ्नो राशिफलसहित दिनको विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यो निवेदनको साथमा तपाईँले यतिन्जेल हेरिदिनु भयो, सुनिदिनु भयो, धेरैभन्दा धेरै धन्यवाद छ। यहाँको दिन शुभ बितोस्। यहाँहरू माझबाट बिदा हुन्छु। लोका समस्ता सुखिनो भवन्तु। अस्तु। नीलकंठ पार्वतीश हे कृपानिधे आदिदेव महादेव हे दया ते आदिदेव महादेव हे